तिमी आज एक्लै छौ। आफ्नो सपनालाई साकार बनाउन सङ्घर्षतिर लाग, धेरै मेहनत गर। किनभने सफलता भनेको सङ्घर्ष पछिको पुरस्कार हो। सङ्घर्ष गर्दा मात्र हो तिमी एक्लै हुने। सफलता पाएपछि त दुनियाँ तिम्रै पछि लाग्नेछ। आज तिमीलाई 2 रुपियाँ नपत्याउने आफन्तले भोलि तिमी सफल भएपछि त 2 लाख पनि पत्याउनेछ। त्यही भएर मेहनत गर्न कहिले नछोड। आज यात्रामा लागेका घाउहरूलाई भोलि सफलताको गन्तव्यले पक्कै पनि मलम लगाउनेछ। हिम्मतले नै सफलता प्राप्ति हुन्छ। बेकममा बेसरम बनी कहिले हिँड्नु हुँदैन। बढेका पाइलाहरू रोकिनु हुँदैन। आजको दिन रात सुख खुसी सबै अरूकै होस्, केही छैन। धैर्य गर, भोलि यो सबै तिम्रो नै हुनेछ। पर्खाइ त्यति भारी हुँदैन। जब भित्री विश्वासले भन्छ त्यो क्षण पक्कै आउँछ। जसले जीवन बुझ्दैन उसले सफलताको अर्थ पनि बुझ्दैन। फुल फुल्न समय लाग्छ, तर जब फुल्छ संसार नै सुन्दर देखिन्छ। त्यसै गरी धैर्य राख्दा जीवन पनि एक दिन यस्तै सुन्दर हुन्छ।